चुप लाग्यो मलाई कराएको मलाई पो कराएको उसले थाहा छैन मलाई कराएको कि कराएर बसेर गर्दैछ बिचरा चुप लाग्यो के गरौँ हुँदैछ सुत्छ नि बिचरा देख रहा है आज तो मैले नुहाइदिएको थिएँ आज चिसो पानी नुहाइदिएको त रुयो दिउँसो त तातो हुन्छ पानी दिनमा त बहुत तातो हुन्छ कति खेर सुत्छ कति उठ्छ थाहा गर्नु त्यसको बाले अघि निन्नै उठाएर लगाएर आँखा त चिन्मै त त्यतिकै बोकेर बिहान लिएर गयो फेरि उताबाट घुमाएर ल्याउँदा त गर्दै आउँदैछ यहाँबाट लिएर जाँदै थिएँ आँखा चिन गरेर लिएर गयो होस आएर त गएर त होस आएछ नि फेरि मलाई हेरेर गर्दै आउँदैछ त्यो बाबु रहेछ भनेको कुलीमा लिएर निन्द्रामा लिएर सुतिरहेको छोरालाई त्यत्तिकै बोकेर लिएर त्यो पनि खाडा परिरहेको छ यस्तो छ कि बोकेको छ यस्तै छ तर आँखा चाहिँ चिन्मै बाबु पनि त्यस्तै छ नि देख्छ सुतेको नानीलाई घुमाउनु लिएर गएको